हेलो वेलकम टु आवर मोमो पार्टी। यहाँ काम धमाधम गइरहेको छ। के अरे नामै बिर्सेर है दाइ। रोशन दाइले प्याज काटिरहनु भएको छ। यता हाम्रो नवीन भाइले फाइन चप क्याबेज गरिरहनु भएको छ होइन। आज चाहिँ हामी कतिजना छौँ? 1 2 3 4 5 6 जना भएर चाहिँ मोमो पार्टी गर्दैछौँ। मेरो हस्बेन्ड र बेबी चाहिँ आउनु भएको छैन। बेबी सुतेको भएर ल हामी अब आज मोमो कसरी बनाउँछौँ के गरेर बनाउँछौँ हजुरहरूलाई देखाउँछ है त। यहाँ चाहिँ रोशन दाइले मजाले प्याज काटिरहनु भएको थियो, खुर्सानी काटिरहनु भएको थियो। अनि यहाँ चाहिँ नवीन भाइले बन्दा मजाले काटिरहनु भएको छ। अनि म चाहिँ अचारको लागि भइरहेको छु। अनि यहाँ चाहिँ टमाटर काटिदिन्छु। ओके, टमाटरको लागि थोरै त्यो बदाम ल्याएर त्यहाँ भुट्नुपर्छ पहिला। ओके, पहिले यहाँ म भुटम। अनि यहाँ के भइरहेछ नवीन दाइ? बन्दा भेज र नन भेज दुईटै। ओके, म यता नि खिच्छु ल। यहाँ के भइरहेछ तपेन्द्र? पिठो मिचिँदैछ। रोशन दाइ चाहिँ सुतिराख्नु केही काम गर्नु न। रोशन दाइ चाहिँ सुती खानु दिएको हामीले चाहिँ। त्यही भएर हामीले चाहिँ मोमो बनाउँदाखेरि देखाएर केही रमाइलो होला जस्तो लाग्यो पर्नलाई काम लगाइरहेको छु। मेरो पुन्ते चोलो नि आइसकेछ। यहाँ चाहिँ अचार बन्दैछ। अचारलाई चाहिँ मैले तेल बसालेर लसुन हल्का फ्राई, लसुन फ्राएपछि टमाटर, मसला, नुन, खुर्सानी, थोरै कागजको रस हालेँ। अब धनियाँ हाल्नु बाँकी छ। अनि यसकै लागि बदाम पनि बुटिसकेर हुन्छ, तिलको छोप पनि छ। ल फाइनल अचार कस्तो पर्छ पछि देखाउँछ है त। अब चाहिँ मोमो बन्ने टाइम आयो। हामीले चाहिँ एक थाली भेज मोमो थियो, एक थाली चिकन मोमो। हामी त भेज भएको भएर भेज पनि बनाउँदै थियौँ। त्यही भएर हामीसँग फेरि भाँडा सानो सानो भएको कारणले चिकनको किमा र बन्दा हरियो खुर्सानी मेरो लागि धेरै चाहिँ राख्नु पर्दैन ल। भेजवाला किमा पनि छ हामीसँग। यो चाहिँ भेजको लागि दुईटा मोमो बन्दै खान्छ। 2 थरीमा मोल्न चाहिँ अलिक गाह्रो होला जस्तो पो भयो। उठे ल्याउ त थोरै गर्नु पर्दो रहेछ। ल भन्नु दिदी के हाल्दै हुनुहुन्छ भनेर नि? यो जिरा धनियाँको पाउडर, नुन भइहाल्यो। पहिला नुन हालेको छ कि छैन? छैन, मासुमा छैन है। मेरो घरको पछाडि कराई पनि राखेको छ अनि खेली पनि राखेको छ त्यहाँ। मोमो मसला पास गरेर यो हाम्रो मोमो मसला मजाले बास्ना आएको। भाइ धनियाँ ल्याउ न काटेर। सेमी फाइनलमा आउट भइहाल्यो। जित्न त जितिरहेको थियो एनपिएलमा। होइन अब एकैचोटि अलिकति मेरो लागि राख्नुपर्छ। कामै छैन। पोखरा त सुरुमै आउट भयो नि। कति हावा तर माया लागिरहेको थियो पोखरालाई। त्यति त लाग्नै पर्यो। पोखराको प्लेयर त राम्रै थिए। हार्यो भने ल हाम्रो चिकन किमा चाहिँ रेडी भयो। अब एकछिन यसलाई छोपेर राखेर ऱ्याप्स बनाएपछि बनाउँछौँ। अब हामी भेजतिर लाग्छौँ है त। ल यो चाहिँ हाम्रो भेज किमालाई बन्दा प्याज, खुर्सानी, धनियाँ, मसला र अब त्यसले झान्दैछौँ। बटर नै हालिसक्यौँ। आलु एड गर्न बाँकी छ। तातो भयो। आशिष ओझा बनाएको चाहिँ तपेन्द्रले। अनि यहाँ चाहिँ बदाम फेरि एक्स्ट्रा बदाम पाकेर जस्तो लगाएर। अनि यहाँ चाहिँ ओके
मम्मी ड्यूटी ओके के पाक्दैछ दिदी यहाँ चाहिँ चिल्ली वेल बन्दैछ के हाल्नुभयो तेल लङ सुक्मेन सुप अनि यहाँ टिमुर चिल्ली फ्लेक्स चिल्ली पाउडर गार्लिक पाउडर नुन मसला सबै यहाँ के भइरहेछ के भइरहेछ नवीन दाइ यहाँ धेरै काम भइरहेछ कहिले बेल्न नसमातेको फर्स्ट टाइम समात्दै हुनुहुन्छ कस्तो लागिरहेछ तपाईँलाई कस्तो भइरहेछ यो होइन उताको नवीन दाइ जिन्दगीमा पहिलोचोटि बेल्न समातेको कस्तो लागिरहेछ ल रोशन दाइलाई चाहिँ खिच्न भएन तापेन्द्र मैले देखेको छैन ल सबै फिलिङ बाहिर च्याट्ट भयो च्याट्ट मैले बनाएको भेज सबैभन्दा राम्रो यहाँ हेरेर होइन साँच्ची नै गफ गर्दै गर्दै हाम्रो मोमो पनि रेडी भइसक्यो अचार रेडी भइसक्यो किमा भइसक्यो सबै छु तर म कसैसँग कनेक्टेड छुइनँ एकलट हाम्रो पाक्दै पनि थियो मोमो हाम्रो ऱ्यापर बनाउने काम जारी नै छ मोमो बनाउनको लागि रोशन दाइले धमाधम पेलिरहनु भएको छ मस्त राम्रो मोमो बनेर रेडी भयो 3 तले तारा ल अहिले चाहिँ अब हाम्रो मोमो पाकेर खाने बेला भइसक्यो कस्तो भयो गाइज मोमो मिठो मिठो भयो होइन आज अचार सबैभन्दा स्पेसल के भयो मोमो अचार चिल्ली सस भेज मोमो अझ बेस्ट भेज मोमो भयो साह्रो रमाइलो अब हामी चाहिँ टन्न खाएर जिङरिङ्ग मोटाउने है गाइज